नेपाल म्यानमार जुन बाटोबाट हिँडेको थियो त्यही बाटोमा हिँड्दैछ। Global body overseeing measures against money laundering and terror financing has retained Myanmar on its blacklist. नेपालले छिटै केही गर्न भने अर्को म्यानमार नेपाल भन्ने पक्का छ। फेब्रुअरी 2025 नेपाल एफएटिएफ को ग्रे लिस्टमा पर्यो र नेपालसँग 2 वर्षको समय थियो एफएटिएफ को ग्रे लिस्टबाट बाहिर निस्कनको लागि, जुन यही 2027 मा सकिन्छ। यदि नेपालले आफूले मनी लन्ड्रिङ कन्ट्रोल गरेको एभिडेन्सेसहरू देखाउन सकेन भनेपछि ब्ल्याक लिस्टमा जान्छ र एक पटक नेपाल ब्ल्याक लिस्टमा गइसकेपछि ब्ल्याक लिस्टबाट बाहिर निस्कनको लागि नेपाललाई दशकौं लाग्न सक्छ। म्यानमार 2001 मा पहिलो चोटि ब्ल्याक लिस्टमा पर्यो र 2 पटक बाहिर निस्किने र फेरि ब्ल्याक लिस्टमा जाने गर्यो र अहिले पनि ब्ल्याक लिस्टमै छ र नेपाल पनि 2 चोटि ग्रे लिस्टमा गइसकेको छ। पहिलो चोटि 2008 सालमा ग्रे लिस्टमा गएको थियो र 2014 सालमा ग्रे लिस्टबाट बाहिर निस्केको थियो। लगभग 6 वर्ष ग्रे लिस्टमा बसेको थियो। त्यति बेला अहिले जस्तो 2 वर्षसम्म मात्र ग्रे लिस्टमा बस्न पाइने भनेर डेडलाइन तोकिएको थिएन र अहिले तोकिएको हुनाले गर्दाखेरि 2 वर्ष कटिसके पनि कुनै पनि प्रगति भएन, कुनै पनि सुधार भएन भनेपछि ब्ल्याक लिस्टमा जान्छ। यस्ता कुरामा तैँले फोकस गर भनेर एफएटिएफले नेपाललाई भनेको छ कि जुन यति छोटो समयमा अब पुरा गर्न असम्भव जस्तै छ। सबैभन्दा पहिले नेपाल ब्ल्याक लिस्टमा गए कस्तो खालको आपत्ति आउँछ? के नेपालको अर्थतन्त्र ध्वस्त नै हुन्छ? सम्भावना धेरै छ। हाम्रो जस्तो देश जुन हेभिली इम्पोर्टमा डिपेन्ड छ, जब ब्ल्याक लिस्टमा जान्छ त्यसपछि थुप्रै देशहरू नेपालसँग ट्रेड अथवा व्यापार गर्न मान्दैनन्, जसले गर्दा न त इम्पोर्टै गर्न सकिन्छ न त एक्सपोर्ट नै गर्न सकिन्छ। वर्ल्ड ब्याङ्क, एसियन डेभलपमेन्ट ब्याङ्कहरूले नेपालले गरेको हरेक ट्रान्ज्याक्सनमा स्याङ्सन लगाउने गर्छ, जसले गर्दा इन्टरनेसनल पेमेन्ट गर्नको लागि अहिलेको जस्तो सजिलो हुने छैन। तपाईको आफन्तले पनि विदेशबाट भने जस्तो सजिलै तरिकाले पैसा पठाउन सक्ने छैनन्। पैसाको मामलामा नेपाल एकदमै निगरानीमा छ अहिले र फेब्रुअरी 2025 मा एफएटिएफले नेपाललाई सुधार गर भनेर भनेका 7 पोइन्टहरू यिनी हुन्। पहिलो नम्बरमा सर्वसाधारण सबैले बुझ्ने गरी मनी लन्ड्रिङ कसरी हुन्छ भनेर बुझाउनु पर्यो। जस्तो एउटा कुनै क्रिमिनलले कसरी एउटा ब्याङ्क प्रयोग गर्छ आफ्नो कालो धन लुकाउनको लागि भन्ने जस्ता कुराहरूको जनचेतना बढाउनु पर्यो। दोस्रो, आफ्नो ब्ल्याक मनीलाई व्हाइट मनीमा चेन्ज गर्नको लागि ब्याङ्क, सहकारी र साना बिजनेसहरू कसरी युज भइरहेका हुन्छन् त्यसको पनि सबैमा जनचेतना फैलाउनु पर्यो। इलिगल्ली हुन्डी च्यानलबाट लाखौं डलरको कारोबार भइरहेको कारणले गर्दाखेरि र यसलाई पत्ता लगाई ब्यान्ड गर्नु पर्यो। चौथो, पुलिस, ब्याङ्क, ट्याक्स अथोरिटिज र वकिलहरू एक आपसमा मिलेर इन्फर्मेसन सेयर गरेर मनी लन्ड्रिङ गर्नेहरूलाई समात्नु पर्यो। पाँचौं, पछिल्लो वर्ष नेपालले 20 वटा मनी लन्ड्रिङ केसेसहरू इन्भेस्टिगेट गरेको थियो भने यो पटक 100 वटा गर्नु पर्यो, इन्भेस्टिगेसन बढाउनु पर्यो। छैटौं, मनी लन्ड्रिङको दोषी पत्ता लागिसकेपछि उसको सबै सम्पत्ति सम्बन्धित निकायले खोज्न, ट्र्याक गर्न, फ्रिज अथवा सिज गर्न पनि सक्छ भनेर देखाउनु पर्यो। सातौं, कुनै पनि दोषीको सम्पत्ति सिज गर्नको लागि कानुनमा भएका धेरै लुपहोल्सहरूलाई चाहिँ चेन्ज गर्नु पर्यो, जसले गर्दा कुनै पनि बाधा बिना नै अपराधीको सम्पत्ति सिज गर्न सकियोस्। अहिले जसरी संसदमा नेपालको जग्गा फिर्ता ल्याउने भनेर आवाजहरू उठिरहेको छ, तिनी कुराहरू भन्दा पनि पहिले यो कुरामा ध्यान दियोस् नेपाल सरकारले। मानव पहिले नेपालले नेपालको जग्गा फिर्ता ल्याउनमा फोकस गर्यो भनेपछि तिनी विवादित क्षेत्रका मान्छे नेपाल आएर राम्रो जिन्दगी जिउन नसक्नु भन्दा, ब्ल्याक लिस्टको शिकार हुनु भन्दा अहिले जहाँ छन् त्यही नै आनन्दले जिन्दगी जिउँछन्। उनीहरू पनि मान्छे हुन्, मान्छे भइसकेपछि उनीहरूको पनि बाँच्ने अधिकार हुन्छ।